यो भिडियोमा हामीले च्याप्टर 2 को कुरा गर्नेछौं यो बुकबाट जसको नाम हो एटोमिक ह्याबिट्स बाइ जेम्स क्लियर। हामीले च्याप्टर 1 देखि पहिले एउटा भिडियो बनाइसकेछौं, हजुरले चेक आउट गर्न सक्नुहुन्छ। तर यो पाल्टी हामीले कुरा गर्नेछौं च्याप्टर 2 को बारेमा जसको टाइटल हो हाउ योर ह्याबिट्स शेप योर आइडेन्टिटी एन्ड वाइस वर्सा। भन्न खोजेको यो हो कि कसरी हजुरको बानीले हजुरको पहचानलाई आकार दिन्छ र यसैको उल्टो कसरी हजुरको पहचानले हजुरको बानीलाई आकार दिन्छ। तर सबैभन्दा पहिला म ग्याङ्स हजुरको स्वागत गर्छु ग्याङ्स रिड्समा, जहाँ हामीले यस्तै दामी दामी बुक्स देखि लेसन्स, इन्फर्मेसन, स्टोरीज लिएर आउँछ जो कि हजुरको लाइफमा म्याटर गर्न सक्छ। र यो जो अकाउन्ट छ, च्यानल छ, त्यो कसरी अलि भिन्दै छ अरु बुकको अकाउन्ट देखि। तो यसरी हो कि हामीले अलि डीपमा कुरा गर्छौं है टपिक्सहरुको बारेमा, अनि च्याप्टर वाइज कुरा गर्छौं। त हजुरले अगर कुनै पनि बुक फलो गर्नु भएको छ, जस्तो कि हजुरले अगर एटोमिक ह्याबिट्स फलो गर्नु भएको छ त च्याप्टर वाइज यसलाई बुझ्न सक्नुहुन्छ, फलो गर्न सक्नुहुन्छ। त ल अब कुरा गरौँ यो बुक देखि च्याप्टर 2 को बारेमा। यसमा अथर जेम्स क्लियरले भन्नु भएको छ कि हामीलाई चाहिँ गाह्रो लाग्छ आफ्नो नराम्रो बानी छोड्नको लागि, र राम्रो बानी हामीले बनाउन सक्दैन, त्यो अप्ठ्यारो जस्तो लाग्छ। तर यस्तो किन छ? किनकि एउटा नयाँ ह्याबिटलाई, नयाँ बानीलाई अपनाउनको लागि, बनाउनको लागि जो चेन्ज हामीले गर्न पर्छ त्यो एउटा गलत चीजमा गरिराखेको छौं गरे पोइन्ट 1। र पोइन्ट 2 यो गरे कि हामीले जो तरिकाले आफ्नो बानी चेन्ज गर्न प्रयास गर्दैछौं नि त्यो गलत गर्दैछौं गरेके। तर यो जो च्याप्टर छ यसमा जेम्स क्लियरले कुरा गर्नु भएको छ पोइन्ट 1 को बारेमा कि हामीले गलत चीजलाई चेन्ज गर्नेको प्रयास गर्दैछौं। त त्यो कसरी? सबैभन्दा पहिला हामीले यो बुझौं कि एउटा जो बानी छ नि त्यसलाई हामीले 3 लेभलमा चेन्ज गर्न सकिन्छ गरेके। अनि यो हजुरले देख्न सक्नुहुन्छ डायग्राम यसो है। त यसमा देख्न सक्नुहुन्छ सबैभन्दा पहिला माथि छ आउटकम, त्यसपछि प्रोसेस र लास्टमा जो बिचमा छ त्यो छ आइडेन्टिटी है। तो अब आउटकम भनेको कसरी हो, जो लेभल सबैभन्दा माथि छ लेभल 1 मा है। तो यो हो कि हामीले आफ्नो ह्याबिट चेन्ज गर्न प्रयास गर्नेछौं आउटकमलाई हेरेर के, रिजल्टलाई हेरेर कि लास्टमा हामीले के गर्दैछौं। जस्तो कि हामीले सोच्छौं कि जिम जाने हो है, हामीलाई बिहान उठ्ने हो, हामीलाई एक दिनमा 1 घण्टा त पढ्ने जो हो, हामीले यो सोचेको छौं है। त यो आउटकम हो। त अब प्रोसेस कसरी हुन्छ गरे कि हजुरले कसरी राम्रो गर्न सक्नुहुन्छ आफ्नो सानो बानीहरूलाई, त्यसले गर्दा जसमा ह्याबिट आउँछ। जस्तो कि अब म बिहान उठ्नेको लागि रातिमा छिटो सुत्नेको बानी गर्नेछु, त यसले के हुन्छ प्रोसेसले हजुरको ह्याबिट चेन्ज हुन्छ। र म 1 घण्टा पढ्न नसके पनि म कमसेकम 5 मिनेट यस्तो बसेर हेर्नेछु बुकलाई, र पढ्ने मन गर्यो भने फेरि 1 घण्टा गर्नेछु, नत्र मैले छोड्दिनेछु ल। तर म कमसे कम बस्ने छु 5 मिनेटको लागि। यो हजुरले प्रोसेस गर्नु भएको छ, सिस्टम बनाउनु भएको छ। र त्यस्तै जिम जानुको लागि हजुरले के सोच्नु भएको छ कि ल म जिम गए पनि नगए पनि तर बिहान उठेर मैले जुत्ता लगाउने छु। त यो हजुरले प्रोसेस गर्नु भएको छ र यो हजुरको भइगयो सेकेन्ड लेभलको। र थर्ड लेभलको जो भित्रको कुरो हो कि हजुरको आफ्नो पहिचान हजुरले के बनाउनु भएको छ, आइडेन्टिटी के बनाउनु भएको छ, हजुरले आफ्नो बारेमा के सोच्नुहुन्छ, अरूको बारेमा के सोच्नुहुन्छ र चीजहरूलाई लिएर त्यसको बारेमा के सोच्नुहुन्छ त्यो कुरा के। अब यहाँ के गडबड हुन्छ गरे मान्छेहरूले आफ्नो बानी किन बनाउन सक्दैन भन्दाखेरि मान्छेले प्रयास गर्छ गरे कि यसरी माथिबाट तल आफ्नो ह्याबिटलाई चेन्ज गर्न खोज्छ गरे, जबकि जो राम्रो तरिका हो, सही तरिका त्यो हो यसरी भित्रदेखि बाहिर गरेके कि हजुरले पहिला आफ्नो आइडेन्टिटी चेन्ज गर्नुहोस्, त्यसपछि प्रोसेस चेन्ज गर्नु, त्यसपछि आउटकम चेन्ज गर्नुहोस्, त हजुरको ह्याबिट एउटा नयाँ बन्छ गरेके। जस्तो कि अब आइडेन्टिटी जो चेन्ज गर्ने छ नि आफ्नो, त्यो यति इम्पोर्टेन्ट किन छ भन्दाखेरि इक्जाम्पल दिनु भएको छ यहाँ त जेम्स क्लियरले कि दुईटा मान्छे छ गरे, दुईटैले अब यहाँतिर स्मोक छोड्न चाहन्छ गरे, स्मोकिङ गर्न छोड्न चाहन्छ गरे है। त एउटा मान्छेलाई सोध्दाखेरि कि तैँले स्मोक गर्छस् भन्दाखेरि त्यसले के भन्छ गरे कि होइन मैले स्मोक गर्दैन, किनकि मैले प्रयास गर्दैछु, मैले स्मोकिङ गर्ने होइन भनेर। अब अर्को मान्छेसँग यही क्वेसन सोध्दाखेरि ल स्मोक गर्छस् भन्दाखेरि त्यसले के भन्छ गरे कि होइन म स्मोकर होइन है, मैले सिगरेट पिउँदैन गरे। त अब यसमा सोच र यसमा आइडेन्टिटीमा के चेन्ज भयो गरे कि जो पहिला जो मान्छे थियो जसले भनेको कि होइन म प्रयास गर्दैछु कि मैले स्मोकिङ गर्ने होइन भन्दाखेरि त्यसले भित्र यो मान्छ गरे कि म अहिले पनि स्मोकर हो, म अहिले पनि सिगरेट पिउन सक्छु भनेर। तर जो सेकेन्ड मान्छे छ जसले भन्यो कि म स्मोकर होइन, त्यसले अब यो आफ्नो पहिचान बनाइसकेको छ, आइडेन्टिटी बनाइसकेको छ गरे कि म त स्मोकर होइन गरे। तो त्यसले के हुन्छ गरे जब हामीले आफ्नो पहिचान बनाउँछौं गरे
त्यसलाई लिएर के हाम्रो एउटा इमोसनल अट्याचमेन्ट हुन्छ, एउटा प्राइड हुन्छ, एउटा गर्व हुन्छ गरे के। र यो प्राइडलाई बचाउनेको लागि हामीले जति ठुलो नि एउटा प्रयास छ त्यो गर्न सक्छ गरे। र यसैले हाम्रो मोटिभेसन आउँछ गरे के। त्यही भएर हामीले केही पनि गर्न थाक्दैन गरे। अनि त्यो मान्छेहरू जसलाई मोटिभेसन पाउँदैन है केही काम गर्नेको लागि, किनकि त्यो यसले हुन्छ गरे किनकि तिनीहरूको जो पहिचान छ, तिनीहरूको जो सोच छ आफ्नोलाई है अरू कुराहरूको लागि त्यो चेन्ज भएको छैन गरे। जस्तो कि अब हामीले सोच्छौँ कि जिम जाने हो, तर त्यो मान्छेले गर्छ र बिचमा थाकिन्छ, किनकि तिनीहरू भित्रदेखि त्यसले यो सोचेको छैन कि म एउटा जिम जानेवाला मान्छे हो। त्यसले यो सोच्छ कि मलाई जिम गर्ने हो भनेर, त्यसले चाहन्छ, तर त्यसले यो सोच्दैन कि म एउटा जिम गर्नेवाला मान्छे हो। इसीलिए यहाँ अथरले भन्नु भएको छ कि हामीलाई हाम्रो जो टार्गेट हुन्छ, हाम्रो जो एउटा लक्ष्य छ त्यो यो होइन कि हामीले बुक पढौँ भनेर। हाम्रो लक्ष्य हो कि हामीले बुक पढ्नेवाला मान्छे बन्ने, रिडर बन्ने। हाम्रो लक्ष्य यो होइन कि हामीले गोल हान्न सकौँ भनेर। हाम्रो लक्ष्य यो हो कि हामी फुटबलर बन्ने हो भनेर। हाम्रो लक्ष्य यो होइन कि हामीले गीत लेख्न सकौँ भनेर। हाम्रो लक्ष्य यो हो कि हामी एउटा म्युजिसियन बन्न सकौँ भनेर। त यो सोच हुने गरे कि जो आइडेन्टिटी छ नि त्यही हामी बन्न पर्छ गरे। त्यसले गर्दा चाहिँ हाम्रो बानी चेन्ज हुन सजिलो हुन्छ गरे। अनि जो हाम्रो मोटिभेसन छ, कन्टिन्युसली मोटिभेसन नि त्यो हामीलाई पाउँछ जब हाम्रो एउटा सोच जो छ आफ्नोलाई आइडेन्टिटी र हाम्रो जो बानी छ ह्याबिट त्यो सँगै काम गर्छ गरे। अनि त्यो मान्छेहरूलाई पाउँदैन गरे मोटिभेसन जसले आफ्नो जो सोच छ, आफ्नो आइडेन्टिटी चेन्ज गर्न सक्दैन गरे। त्यसैले गर्दा आफ्नो सोचलाई चेन्ज गर्नेको लागि, आफ्नो आइडेन्टिटी चेन्ज गर्नेको लागि हामीलाई लर्नलाई अनलर्न गर्न पर्छ गरे। भन्न खोजेको यो कि हामीले जो सिकेको छ त्यसलाई पहिला बिर्सिने पर्छ, त्यसलाई बल्ल हामीले नयाँ तरिकाले सिक्न सक्छ गरे। र एउटा नयाँ ह्याबिट बनाउनेको लागि सजिलो हुन्छ, किनकि आफ्नो हामीले आइडेन्टिटी चेन्ज गर्यो, त्यसपछि हाम्रो चेन्ज भयो प्रोसेस र लास्टमा आउटकम पनि चेन्ज हुन्छ र नयाँ ह्याबिट बन्छ गरे। त यस्तो दामी इन्फर्मेसन, दामी बुकदेखि हामीले लिएर आन्छौँ र यस्तो भिडियो राम्रो लाग्छ भने हजुरले अकाउन्टलाई फलो गर्न सक्नुहुन्छ। र अहिलेको लागि मलाई सपोर्ट गर्नेको लागि सबैभन्दा इम्पोर्टेन्ट कमेन्ट गरेर हजुरको राय बताउनुहोस्, र त्यसपछि राम्रो लाग्छ भने लाइक र सेयर पनि गरिदिनुहोस् होला। अहिलेको लागि म ग्याङ्स हजुरसँग लिन्छु बिदा। नमस्कार।